हेलो साथीहरू, स्टोर चेकिङमा हिँडेको आज छोटो सर्ट भिडियो बनाउनु पऱ्यो। हाम्रो फेरि महिनामा दुईचोटि हुन्छ स्टोर चेकिङ। त्यही बेलामा आज भ्लग बनाएर हालिदिउँ भनेको। बाटोमा जाँदाखेरि लेकबाट तल झर्दै हामी यही बाटो हेर्नुहोस्, सधैँ यही बाटो ड्युटी जाने, ड्युटी आउने। ल हेर फेरि रोड लाइनको काम चलिरहेको छ। पुरै फुलै फुल थियो, अस्ति भर्खरै उखालेर पुरै बाटो बनाइसक्यो। विदेशको ठाउँमा डेभलपमेन्ट भनेको यस्तो, डेभलप भनेको यति चाँडो हुन्छ, रातारात काम हुन्छ। अब नेपालमा भएको भए यतिखेर तिहार लाएर ओहो दाइ भ्याइएको ड्युटी रेकर्डिङ हो, अलिअलि भ्लग बनाइदिउँ भनेर के। रमाइलो भयो र गाउँघरमा कति रमाइलो हुन्थ्यो होला। अब के अरे, हामी त यहाँ ड्युटी हिँड्नु परिरहेछ होइन। अब काम पनि कस्तो छ भने हाम्रो महिनामा दुईचोटि एकदम 17-18 घन्टा काम गर्नुपर्छ। दुईचोटि पर्छ महिनामा, एकचोटि 14-15 गते। ओहो, यो बिरालो फुड रेडी गरेर राख्दै हुन्छ। खाना पुरा धर्म गर्ने मान्छेहरू, खाना र पानी। यो चोटि फेरि हाम्रो स्टोर चेकिङ फेरि छिटो भयो क्या, नत्र नि 24, 25, 26, 27 सम्ममा हुन्छ। अहिले भनेको यो चोटि भनेको 20 मै गरायो। अब ड्युटी, अब अहिले आज छुट्टी थियो, छुट्टीको दिन पनि आउनुपर्छ फेरि। त्यस्तो अर्काको देशमा काम गर्न दुःखै हुन्छ, भने जस्तो सजिलो हुँदैन। अब नेपालमा भएको घरमा राजा जस्तो बसेर मन लाग्दा गर्ने, मन नलाग्दा नगर्ने, त्यस्तो गर्न पाइन्छ। अब यहाँ त कहाँ गर्नु, त्यस्तो गर्न पाउने। नेपालमा राजा बनेको नि यहाँ
कुकुर बन्नुपर्छ। जति नै जसले जे खोग्यो नि बाघ हुँ भन्दै हिँड्यो नि यहाँ स्यालै फर्किनुपर्छ अर्काको कम्पनीमा अर्काको देशमा। जसले जे भनेछ त्यो मान्नै पर्छ। नेपालमा नि हामी त राजै थियो होला नि त एकपालि त बेलामा। यहाँ आएर स्याल पल्टिनु परेको छ। तिहारको बेलामा पनि अब दसैँ तिहार भन्न चाडपर्व भन्न पाइँदैन। त्यही हो, गाह्रो छ हजुर, गाह्रो छ परदेशी लाइफ। यसो घुम्न गएको बेलामा भ्लग बनाउँछु भन्यो, मेसै मिल्दैन। फेरि यस्तो के हामीलाई क्यामेरा फेस गर्न अलिक लाज लाग्छ, त्यही भएर गाह्रो हुन्छ। त्यही भएर ल साथीहरू, ड्युटी सकियो। आउँदाखेरि 11:30 बजे आएको, अहिले ठ्याक्कै 5 बज्यो। 5.5 घन्टा ड्युटी गरियो, स्टोर चेकिङ। अब रुममा हिँडेको। के गर्नु, अब यस्तै छ परदेशको जिन्दगी। यति भन्दै भिडियो स्किप गर्न चाहन्छु। हस्त, धन्यवाद।